जसले जेसुकै भनोस् म यो सेन्समा चाहिँ प्रदीप खड्काको रेस्पेक्ट गर्छु। यो मान्छेले आफ्नो फिल्मोग्राफीमा फरक फरक जनरको मुभीहरू कलेक्ट गरिरहेको छ हैन। रिसेन्टली एक्लो आएको टिजर पनि आइसकेको रहेछ, त्यो हेरेँ र म पटक पटक भनिरहेको छु यस्तै टप टियरको एक्टरहरूले एक्सपेरिमेन्टल सिनेमा नगर्ने हो भने र यस्तै रिस्की प्रोजेक्ट्सहरू नगर्ने हो भने चाहिँ इन्डस्ट्रीले कहिले पनि ग्रो गर्दैन। नेपाली फिल्म इन्डस्ट्री पनि अब बिस्तारै इभल्भ गर्दैछ, यो कुराले खुसी पनि लाग्छ हैन। मुभी अब्भियसली भिएफएक्स हेभी मुभी हुनेवालामा छ। यसलाई चाहिँ फिल्म मेकरहरूले कतिको पुल अफ गर्न सक्छ र फाइनल आउटपुट कस्तो निस्किन्छ त्यो अहिले म भन्न सक्दिनँ, तर मेकर्सहरूले यसको स्क्रिन प्ले एकदमै धेरै इङ्गेजिङ र इमोसनल स्टोरी टेलिङ दिन सक्यो भने मुभीले पक्कै पनि राम्रो गर्नेवालामा छ। भिजुअल्स अलिअलि कम्प्रोमाइज भयो भने पनि त्यति धेरै फरक परेन हैन। नेपाली फिल्म इन्डस्ट्रीको कम्पेरिजनमा त्यसको कन्टेक्स्टमा हेर्दाखेरि चाहिँ हामी लगभग भिजुअल्समा कम्प्रोमाइज हामी त्यो एक्सेप्ट गर्न सक्छौँ हैन। बट यदि इमोसनलेस भयो, स्टोरीमा दम छैन भने चाहिँ काम गर्नेवालामा छैन। यो एकदमै अल्ट्रा डिजास्टर हुनेवालामा छ। बट स्टिल म बेस्ट विसेस दिन चाहन्छु यो एटेम्प्टको लागि। म चाहिँ एक्साइटेड छु यो मुभीको लागि। तपाईहरु को एक्साइटेड हुनुहुन्छ कमेन्ट गरिदिनु होला। लाइक एन्ड फलो।